हेलो साथीहरू, साइप्रसमा कोही आउनु हुँदैछ भने यो भिडियो काम लाग्छ है। यो सुँगुरको मासु हो। यसलाई अलमोस्ट 1 केजी जति छ अनि यसमा चाहिँ 2 चम्ची जति उयो हालेको छु दही, अनि त्यसपछि ठुलो चम्चीको 1 चम्ची मह हालेको छु। अनि त्यसपछि मैले एड गरेको छु पुदिना पाउडर सानो चम्चीको आधी चम्ची जति। अनि त्यसपछि मैले एड गरेको छु सिनामन पाउडर, सिन्कौलीको पाउडर। अनि यसलाई चाहिँ मजाले स्वादअनुसारको नुन हालेर चाहिँ मजाले मोलेर चाहिँ यसलाई आधी घन्टा जति छोपेर राख्ने। त्यसपछि तपाईँले ओभनमा हाल्नुहोस्। ओभनमा हाम्रो नेपालमा प्राय हुँदैन, फ्राई प्यानमा पनि हुन्छ। सानो आगोमा छोप्दै पकाउनु मिठो हुन्छ। तर यो चाहिँ साइप्रसहरूको विशेष खानेकुरा हो। यसमा यिनीहरूले खान्छ, यो रेडी भएको छ साथीहरू। यसमा यिनीहरूले के खान्छ भने अनिवार्य चिप्स हुन्छ, आलुको चिप्स यहाँ पकाउँदैछु। अनि त्यसपछि टमाटरको र के अरे काँक्राको सलाद। यति नै साथीहरू। कोही साइप्रस आउँदै हुनुहुन्छ भने एकदम काम लाग्ने चिज हो र हामी नेपालमा पनि पकाउँदा खाँदा एकदमै